सुर्खेतदेखि कोहलपुर जाँदा गाडीमा यस्तो भिड होला र यस्तो समेत होला भनेर मैले कहिले पनि सोचेको थिएन। फेरि म चाहिँ बिहानै उठिसकेको छु किनकि मेरो एउटा काम छ। त्यो काम चाहिँ के भन्नुभन्दा पहिला चाहिँ ब्रस गरिहालौँ अनि म चाहिँ ब्रस गर्नको लागि बाल्कनीभन्दा बाहिर आउँछु। हिजो राति चाहिँ सुर्खेतमा फेरि खतरनाक पानी परेको थियो, मिडियम साइजको, त्यही भएर मौसम चाहिँ आज हल्का साफ छ। ब्रस गरिसकेपछि म चाहिँ खानासाना खाएर आफूले चाहिँ कपडा लाएर म चाहिँ रेडी भइसकेको छु कोहलपुर जानलाई। मम्मी पनि सुर्खेत आएको करिब भइसक्यो थियो क्या 2 हप्ता जति, त्यही भएर मम्मी चाहिँ घर जाने भन्नाले पनि म पनि मम्मीसँगै घर जान्छु भनेर म दिजु चाहिँ गाडी हाम्रै होटलमा लिन आएको थियो। म चाहिँ गाडीमा बसेर हामी चाहिँ घरको लागि निक्लिन्छौँ। तर गाडी चाहिँ बस पार्क ल्याएर रोकेको छ। केही बेर बस पार्क रोकिसकेपछि गाडी चाहिँ लाग्छ सुर्खेत, मतलब सुर्खेतदेखि कोहलपुरतिर। गाडी चाहिँ सुर्खेतदेखि कोहलपुर जाँदा चाहिँ हामी चाहिँ 3 जना मात्र थियौँ गाडीमा। तर गाडीमा चाहिँ अचानक मान्छे भरेर बिचरा यहाँमा चाहिँ उभिराख्नु भएको छ। मलाई टिट त लागेको थियो, के गर्ने, मेरो पनि खुट्टा चाहिँ दुखिरहेको थियो आज। त्यही भएर पनि एउटा त्यो गाडीवाला स्टाफ भाइले चाहिँ अब उहाँलाई म्यानेज गरिदिन्छु भनिसकेपछि म चाहिँ उठ्न सकेन। त्यसपछि सबै चिज म्यानेज भइसकेपछि हामी चाहिँ भेरी पुल आइपुग्छौँ। आमालाई चाहिँ म्यानेज गरिसकेपछि मेरो साइडको यता बगलको सिटमा आमालाई चाहिँ राखिदिइराख्नु भएको छ उहाँ स्टाफ भाइले चाहिँ। त्यसपछि भेरी पुलको नजिकैमा एउटा दाइले चाहिँ ट्रक नै बिच बाटोमा रोकेर आफ्नो चाहिँ फोटो खिचिराख्नु भएको रहेछ। यस्तो चाहिँ लापरवाही नगर्नुपर्ने हो, मैले चाहिँ त्यही लाग्छ। त्यसपछि त्यति हेर्दै म चाहिँ लाग्छु अब कोहलपुरतिर। आमा पनि मेरो सिटको नजिक बसिसक्नु भएको छ, देखिसक्नुभयो होला। त्यसपछि म चाहिँ बिच बाटोमा निदाएको रहेछु, त्यही भएर आधा भिडियो बनाउनै छोडेँ। त्यसपछि कोहलपुर आइसकेपछि म चाहिँ चौराबाट अटो सामातिर हामी चाहिँ घरतिर निक्लिन्छौँ। घर आउन पाएको थिएन, घरमा चाहिँ पुरा पानी पर्न लागिसक्यो। कोहलपुरमा चाहिँ पानी पर्न लगाएर पुग्को र म चाहिँ पानी हेर्दैछौँ। पानी चाहिँ फेरि मस्त परेको छ, आज चाहिँ शीतल होला जस्तो लागिरहेको छ मलाई। नत्र कोहलपुरको गर्मी सोच्दा चाहिँ सुर्खेतदेखि कोहलपुर त आउनु भनेको त सराप पाउनु जस्तो हो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। ओके, अब हामी चाहिँ भेट्ने होला नेक्स्ट ब्लगमा। ओके, बाई बाई। अब चाहिँ घरको ब्लग है।